see Rupesh, Samit sitting in the sofa, uh, and all the other guests, all the other speakers in the first sessions. आज मेरो एउटा छोटो presentation छ. This is about a project called LiveNog. Nirajan, do you have the presentation? कि मैले यहीँबाट गरौँ? It's a very short presentation for npnog र यो npnog मा गर्नलाई चाहिँ एउटा एकदम उपयुक्त ठाउँ भनेर. So also thank you to the npnog organizers for allowing us to present this. So I will let Nirajan to put the slide up. मेरोबाट यहाँबाट भएन for some reason. So quickly, what is LiveNog? LiveNog भन्ने चाहिँ एउटा हामीले प्रोजेक्ट सुरु गरेको last year. र यसको सुरुवात चाहिँ we actually started this from npnog in Pokhara. Thank you. अनि यो चाहिँ अहिले आएर एउटा सानोको it is a project of Sanog, officially a project of Sanog. अनि why started र यसको आउटपुटहरु के हो or why are we doing it in brief प्रेजेन्ट गर्न चाहन्छु. र एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के हो भन्दाखेरि यसको सुरुवात नै हामीले npnog बाट गरेका थियौं पोखरामा र अहिले आएर यो चाहिँ अलिक त्यसैको सक्सेसबाट भन्नु पर्ला. पोखराको सक्सेसबाट नै अहिले आएर यो अलिक ठूलो प्रोजेक्ट भयो जुन चाहिँ हामीले पुरै रिजन भरि नै पुर्याउन सकेका छौं. र okay, thank you. I can see the slide. यो प्रोजेक्टको सुरुवात कहाँबाट भयो, किन गर्नु पर्यो हुन्छ नि. यो गरुदाले के गरेर हुन्छ, सुरु गरेर हुन्छ भन्दाखेरि there is always a reason. इच हुन्छ के किन गर्ने त, केही न केही त प्रब्लम त सल्भ गर्नु पर्यो. यसले केही प्रब्लम सल्भ गर्दैन भने त गरेर त केही फाइदा छैन. So that is the reason they started. र यसको कुरा चाहिँ के थियो भन्दाखेरि 2005-06 मा सानोगमा एउटा कीनोट स्पिकर आउनु भएको थियो बंगलादेशमा, डेभ मायर भन्ने. उहाँको एउटा टक थियो. त्यो टक वाज भेरी इम्प्रेसिभ. लास्ट इयर 1.5 वर्ष पहिला म त्यो टक खोजिरहेको थिएँ र त्यतिखेर प्रेजेन्टेसन चाहिँ भेटाएँ मैले स्लाइडहरू. तर जुन तरिकाले त्यो प्रेजेन्टेसन भएको थियो, जुन तरिकाले डेभले त्यो प्रेजेन्टेसन गर्नुभएको थियो, त्यो चाहिँ मिसिङ भयो. र मलाई के लाग्यो भन्दाखेरि यस्तो टकहरू, डेभ डज नट डु द्याट टक एनिमोर. र अरु पनि जस्तो हाम्रो सानोको पुरानो टक्सहरू, इभन npnog को पुरानो टकहरू हामीले स्टोर गरेर राखेका छैनौं. जस्तो जोके भन्नु पर्दा त्यो सानो फर्स्ट सानोको कि रुपेशले भन्दै थियो नि, हामीले क्यान इन्फोटेक वीरेन्द्र सभा त्यो नयाँ मानेश्वरमा गरेको क्यानको अफिसतिर गएर खोज्यो भने त्यसको सिडी होला अझै पनि कतै बसिरहा. तर त्यसलाई अनलाइन गरेर खोज्नु पर्यो भने अहिले छैन. र त्यतिखेर पनि के इन्ट्रेस्टिङ कुराहरू थियो र अहिले पनि ती कुराहरू रेलेभेन्ट हुन्छन् भने हामीसँग छैन. त्यसकारण चाहिँ यो हिस्ट्री मेन्टेन गर्नुपर्छ भन्ने एउटा सोचले चाहिँ LiveNog सुरु गरे हो. नेक्स्ट स्लाइड. निराजन. अनि यसको स्रोत चाहिँ के हो भन्दाखेरि हामीले स्ट्रिमिङ गर्न खोजेको त धेरै भयो नि. वी हेभ बीन ट्राइङ टु डु स्ट्रिमिङ प्रपरली. तर किन गरिँदैन, किन राम्रोसँग हुँदैन भन्दाखेरि स्ट्रिमिङ गर्न अलिक कम्प्लिकेटेडै थियो भन्नु पर्ला. छ नभन्छु म. हामीले 2004-05 तिर स्ट्रिमिङ गर्दाखेरि पुरै एउटा कम्प्युटरै चाहिन्थ्यो. इन्कोडर कार्ड किन्नु पर्थ्यो. त्यसपछि त्यो इन्कोडर कार्ड जाबाते पाउँदैन थियो. त्यसपछि स्ट्रिमिङ सर्भर सेटअप गर्नु पर्थ्यो. ओल्ड डेजमा RTMP सर्भर राख्नु पर्यो. त्यसपछि फेरि प्लेयरसँग इन्टिग्रेट गर्नु पर्यो. 2004-05 मा हामीले गर्दाखेरि झन्डै $4-5,000 भन्दा बढीको खर्च लाग्ने देखिन्थ्यो. र त्यो चाहिँ पछिसम्म पनि त्यस्तै थियो. इट वाज नट इजी. जबकि अहिले आएर जुन लास्ट 2-3 इयर्समा त्यो क्वालिटीको, र अहिले तपाईहरुले हेर्नुभयो भने चाहिँ युट्युबमा यही सेसन पनि स्ट्रिमिङ भइरहेछ. म अघिदेखि त्यही हेरेर बसिरहेको थिएँ. You can do it for about
$500 देखि $600 सबै गर्न सकिन्छ हाइएस्ट क्वालिटीमा। अनि त्यही भएर त्यो आइडिया लियौँ। मैले 2-4 बनाए एप ट्रायल गरेँ, 2-4वटा इक्विपमेन्टहरू, र हिजो आज म भिडियोमा काम गर्छु, त्यस कारण मलाई अलिक सजिलो भयो। नेटवर्कबाट म भिडियोमा लाएँ हुनाले मलाई त्यो इक्विपमेन्टहरू आइडेन्टिफाई गर्न, सबै कुरा कलेक्ट गर्न सजिलो भयो। हामीले चाहिँ अनि ल म $500 भित्रको एउटा किट बनाउने भनेर लाग्यौँ, र त्यही किट चाहिँ मैले टुक्रा टुक्रा गरेर पोखरा पुर्यायौँ भन्नु पऱ्यो। एनपी नक हुँदाखेरि पिस पिसमा गरेर एउटा अर्को अर्को गर्दै गर्दै पुर्यायौँ, र त्यहाँबाट सक्सेसफुल्ली गऱ्यौँ डेमोन्स्ट्रेट। त्यसबाट थुप्रै कुरा सिक्यौँ पनि, के चाहिने रहेछ एक्चुअली फिल्डमा गर्दा भनेर। अनि त्यसको सक्सेस देखेर हामीले के भयो भन्दाखेरि अब सानोगले त्यसलाई अपनाउने, अनि त्यसको सक्सेस देखेर यो आइसक र मेरो आफ्नो एमाजोनले पनि ल हामी पनि यसलाई फाइनेन्सियली सपोर्ट गर्ने भनेर वी क्रिएटेड इट। अनि त्यसपछि यही हो, त्यो फोटो देख्नु भएको छ नि, त्यति नै हो। यसको कोरमा चाहिँ यति नै सामान हो। सबभन्दा महँगो भनेको त्यो एउटा एटिएम किट भन्ने हो, त्यसको मूल्य चाहिँ अहिले $300 जति पर्छ क्यारे। अनि बाँकी मोनिटर, केबल, कनेक्टर, ब्याग शुद्ध गरेर सबै गरेर यो सबै सामानको जम्मा जम्मी अहिले $500-550 पर्छ यो युएसमा किन्दाखेरि। युएस बाहिर किन्दा सायद अलिकति सस्तो पनि पर्न सक्ला, अलिक महँगो पनि पर्न सक्ला, तर यो चाहिँ कुनै पनि एकदम गाह्रो सामान होइन। सो यति सजिलै हुने कामको लागि हुन्छ नि, यहाँ अब यो यसको स्पेसिफिकेसन छ यहाँ हाम्रो किट बनाउँदाखेरिको। अनि यसले चाहिँ निकै प्रोफेसनली नै गर्छ। जस्तो तपाईँहरूले हेर्नुभयो हुन्छ, अहिले नै हेरे पनि हुन्छ, त्यो हाम्रो स्ट्रिमिङ जुन भइरहेछ, इट ब्रिङ्स भेरी प्रोफेसनल क्वालिटी। र मैले अरूतिर हेर्दाखेरि पनि यो एप्रिकटहरू, न्यानोहरूको पनि स्ट्रिमिङ गर्ने यस्तै इक्विपमेन्टहरू अलिक अलिक हाइली प्रोफेसनल हुन्छ। सो द्याट इज द मेन आइडिया। किटमा भएको त त्यहाँ फोटोमा छ, नभएको कुरा भनेको ल्यापटप छैन किटमा, ल्यापटप आफै ल्याऊ भन्छौँ। त्यस्तै अब यो किटको एउटा सजिलो चाहिँ के भने, त्यो बाहिर भएको ठुलो त्यो प्रोफेसनल क्यामेराबाट सिधै HDMI आउटपुट ल्याएर त्यसमा HDMI इन गर्न पाइन्छ। त्यहाँ 4 HDMI इन, अनि जस्तो सुकै क्यामेराबाट पनि HDMI आउट लगेर जोड्न मिल्छ। अनि त्यसले गर्दा अनि त्यसको सिधै यसबाट किटबाट सिधै युट्युब, ट्विच, भिमियो सिधै डाइरेक्टली अपलोड गर्न मिल्छ। भनेपछि चारवटासम्म सोर्स इन गर्यो अनि सिधै इन्टरनेटमा अपलोड गरिदियो। यु डोन्ट निड एनिथिङ एल्स। बाँकी सबै सामान भनेको मोनिटरिङ गर्नलाई, जस्तो त्यो सानो मोनिटर चाहिँ अब हेर्नु पऱ्यो नि, 4वटा फिड हेर्नु पऱ्यो, आउटगोइङ फिड हेर्नु पऱ्यो, त्यसमा 30वटासम्म स्लेट हाल्न मिल्छ। जस्तो अब सानोको लोगो हाल्नु पऱ्यो, माथि नकको लोगो, तलतिर स्पिकरको नाम, त्यो सबै राख्ने कुरा चाहिँ स्लेटहरू राख्न मिल्छ। अनि केही कुरा सिकियो पनि, जस्तो एटिएम प्रोमा के भन्छ 4K क्यामेराहरू स्लट 3मा मात्रै जाँदो रहेछ, ल्यापटपलाई स्लट 2मा हाल्नुपर्ने रहेछ। यो सबै कुरा सिकेर चाहिँ एउटा म्यानुअल पनि बनाएका छौँ हामीले। र रिसेन्टली अब यसमा यो मैले अघि भनिहालेँ, पहिलोपल्ट एनपिनक पोखरामा प्रयोग गरियो, त्यहाँबाट धेरै कुरा सिकियो। त्यसपछि त्यसकै सक्सेसमा बसेर अरू किटहरू बनाइयो। अनि त्यो अरू किटहरू हामीले गएको फेब्रुअरीमा कोलालम्पुरमा यो एप्रिकटमा बाँड्यो पनि। त्यहाँ त्यो livenok.net मा गएर हेऱ्यो भने फोटोहरू छ। हामीहरूले यो बङ्गलादेशमा, पाकिस्तानमा र इन्डियामा एउटा एउटा किट दिएर पठायौँ। काठमाडौँमा लकी मान्नुपर्छ, एउटा एनपिनगलाई र एउटा सानोगलाई भनेर 2टा किट चाहिँ काठमाडौँ नै गयो। र त्यसबाहेक अरू के भन्छ किटहरू पनि बनाएर अब हामी भुटान, श्रीलङ्का पठाउनलाई तयारी गर्दैछौँ। र यसमा चाहिँ हाम्रो अहिले भनिहालेँ अघि, फाइनेन्सियली आइसक र एमाजोनले सहयोग गरे। त्यसपछि हाम्रो एनरेन र NSRCले चाहिँ इन काइन्ड सपोर्ट गरिराख्नु भएको छ। कुरा त यति नै हो। अब यसको लाइभ डेमोन्स्ट्रेसन हेर्ने भए, सामान हेर्ने भए, त्यो पछाडि ब्याक साइडमा त्यो अडियो भिडियोको छेउमा निराजन दिव्यहरू बसेको ठाउँमा गएर हेर्नुभयो हुन्छ। मैले अघि नै देखाएको थिएँ, त्यहीँ छ सामान, सबै किटहरू त्यहीँ छ।
र यस एउटा चाहिँ दिस इज अ भेरी सक्सेसफुल वे भन्छु म अझै पनि हामीले कोसिस गरे हो र लाइभ स्ट्रिमिङ हेरिराख्नु भएहरूलाई चाहिँ प्लिज प्रोभाइड फिडब्याक 33 पिपल वाचिङ आइरहेछ अहिले मेरो यहाँ स्क्रिनमा सो के राम्रो भयो के राम्रो भएन यसलाई कसरी इम्प्रुभ गर्ने भन्नेमा चाहिँ प्लिज प्रोभाइड फिडब्याक एन्ड विल अलवेज इन्कर्पोरेट देम एन्ड डु इट र त्यो किटको स्पेसिफिकेसन चाहिँ अनलाइनमा राखिदिन्छौँ हामी त्यो वेबसाइटमा सायद राख्न भ्याइसकेका छैन होला र आफै पनि बनाएर चलाए हुन्छ त्यसमा कुनै कुनै म्याजिक छैन भन्नु पऱ्यो हिजो आज स्मल स्केल स्ट्रिमिङ गर्नलाई इट्स इट्स भेरी भेरी इजी र होपफुली यो लाइभ नग प्रोजेक्टबाट चाहिँ यो हाम्रो एनपी नग मात्रै होइन अरू रिजनल नगहरूको पनि वी क्यान लिसन वी क्यान हियर एन्ड मैले अघि भने जस्तै मेन इन्टेन्सन चाहिँ रिटेन द कन्टेन्ट फर अ लङ्गर पिरियड अफ टाइम सो द्याट हुन्छ नि फ्युचर जेनेरेसनले पनि अहिलेको कुराहरू हेर्न पाओस् र आई स्टिल विस त्यो डेभ मायरको टक वाज अन भिडियो समवेयर बिकज इट वाज अ भेरी गुड टक र त्यस्तो टकहरू सधैँभरि पाइँदैन त्यही एनिवे द्याट वाज त्यही हो एनी क्वेसन्स छ भने आइम हियर